काठमाडौँमा भीमभाइ बाटोमा बसिरहेको छ वे वे भनेर बोलाउँछ यता बाटोमा हिँड्दाखेरि यस्तो यस्तो छ गाई छैन हेर न नेपालको बाटो त पऱ्यो यस्तो जाम हुन्छ जाम अलिक भला कुरामा सिकिरहेको छ यता सानोतिनो न एडिट गर्न आउँछ न केही गर्न आउँछ जस्तो खिच्यो त्यस्तै ट्याक्क हालिदिने हो सबलाई सबलाई पैसा चाहिएको छ सब पैसा कमाउन हिँडेछन् त्यहाँ गाडीवाला पनि पैसा कमाउन हिँडेको हो होइन कान्तपुर स्कुलमा आइपुग्यो अहिले कान्तपुर इङ्ग्लिस स्कुल हामी यता बाटोमा हिँड्दैछौँ के बोल्न अलिकति बोल्न नआउने भएर हो बोल्न अलि आउनु नि त त्यही भएर फर्स्ट टाइम भ्लग हो मेरो ठ्याक्कै के अरे यो गङ्गाको शिव मन्दिरबाट यता उसबाट आइरहेछौँ भर्खर बाटोमा हिँडिरहेको थिएँ बाटोमा हिँड्दै अब एम्बुलेन्स आइरहेको रहेछ उतै कसलाई बिरामी भएर हस्पिटल लिएर आएको थाहा छैन अब फेरि यहाँ बाटो क्रस गर्नलाई कस्तो गाह्रो हुन्छ क्या गाइज बाटो क्रस त गर्नु पऱ्यो गाडी आएको आइगर्छ कि गाडी आएको आइगर्छ र ल्याम्पमा आएर हानिदियो भने सिधै उहाँ ग्रान्डी हस्पिटल लिएर जा भन्ने हो अनि चिल पारामा खाएर बस्नु त्यस्तो गाइड हाम्रो यहाँको छैन अझै हिँडिरहेको छु बाटोमा हिँडिरहेको छु होइन यस्तो घाम छ कि लास्टै घाम छ काठमाडौँको तापक्रम पनि 33 डिग्री सेल्सियस पुगिसक्यो अनि घाम नभएर के हुन्छ लास्टै घाम छ लास्टै हुन्छ नि डेन्जर यहाँ धुलो चाहिँ लास्टै छ धुलो चाहिँ लास्टै छ मास्क लगायो भने मास्कबाट भित्र छिर्ला भन्ने डर मास्क चाहिँ छेक्नु नसक्ने त्यस्तो कडा धुलो छ फेरि यहाँ यता बाटोमा हिँडिरहेको छु त्यो बाटो चाहिँ बलेमामाको ग्राउन्डमा पुग्छ जहाँ हामी भलिबल खेल्छौँ सिक्छौँ होइन यो चाहिँ त्यतातिरको भन्नाले यो बलेमामाको ग्राउन्डतिर जाने बाटो भयो होइन त्यो स्कुलको गाडी आइरहेको छ यस्तो गल्लीको बाटोमा भन्यो भने सानो पछाडिबाट हेर्दा त राम्रो नै छ अगाडिबाट कस्तो यहाँ यता बलेमामाको ग्राउन्ड आइपुग्यो गाइज अर्को एउटा बोलाइहाल्छ मलाई यस्तो खेलिरहेको छ उहाँ यस्तो मजाले यहाँ क्यारम बोर्ड खेल्ने ठाउँ हो को क्यारम बोर्ड खेल्दैछ अरविन्द क्यारम बोर्ड हान्दै हुनुहुन्छ यहाँ अरविन्द क्यारम बोर्ड हान्दै हुनुहुन्छ